Hello guys, welcome back to my channel Sabru Mandari. So आज चाहिँ हामी आएको छौँ सालबारी। गाइज हामी चाहिँ घरमा बस्दा बस्दा बोर भएर सालबारी आएको छौँ। यहाँको भ्यू हेर्न सकिन्छ गाइज। एकछिन है त भ्यू चाहिँ हेर्न सकिन्छ गाइज। हेरिसो न कस्तो राम्रो भ्यू। वाउ सो ब्युटिफुल। गाइज म चाहिँ हिँड्दैछु यहाँ। गाइज अब म चाहिँ खेल्न चिल्ड्रेन पार्कमा जाँदैछु। गाइज यहाँ चाहिँ चिल्ड्रेनहरूको लागि एडभेन्चर रहेछ। म चाहिँ गर्न गइरहेको छु। गाइज मलाई एकदमै डर लागिरहेछ, मैले गर्न सकिरहेको छैन। मैले चाहिँ हेल्प मागेर सकेँ। सेकेन्ड राउन्डमा चाहिँ मैले मजाले नै गरेँ। गाइज मलाई चाहिँ एकदम डेयरिङ एडभेन्चर लाग्यो। फाइनल्ली मैले सकेँ। यो चाहिँ सेकेन्ड स्टेप हेर्दा चाहिँ डेयरिङ नै थियो, तर मैले कम्फर्टेबली नै सकेँ। मैले इजिली नै सकेँ। म चाहिँ थर्ड स्टेपमा जान लागेको छु। सो यो चाहिँ हेर्दाखेरि चाहिँ डेयरिङ नै जस्तो थियो, बट मैले इजिली नै सकेँ। सेकेन्ड स्टेप भन्दा चाहिँ अलिक डिफिकल्ट थियो यो चाहिँ। गाइज हेर्न सकिन्छ यहाँ चाहिँ पिङै पिङ थियो, पिङदेखि अर्को पिङमा जाने थियो। मैले चाहिँ सकेँ। अब चाहिँ म न्यू एडभेन्चरमा जान लागेको छु। यहाँ चाहिँ धेरै नै हाइट छ, म सक्छु कि सक्दिनँ हेरौँ। मैले ट्राई चाहिँ गरेँ, बट मेरो हाइट सानो भएकोले गर्दा मैले गर्न सकिनँ। मैले चाहिँ यो पनि खेलेँ। अब चाहिँ म स्लाइड खेल्न गइरहेको छु। म चाहिँ पछाडि गाइज लडे पनि मैले फेरि अर्को एडभेन्चर गरेँ। पछि यो खेलेँ। पिङ पनि रहेछ। अब म पिङ पनि खेल्छु। अनि मैले पिङ पनि खेलेँ, मजाले नै खेलेँ गाइज। मलाई पिङ खेल्दा लास्टै मजा आयो गाइज। पिङ बाङ्गो हुनको कारणले मैले मच्किन चाहिँ पाइनँ, र पनि मैले इन्जोय गरेँ। त्यसपछि मैले यो खेलेँ। अनि मैले यो पनि खेलेँ। कस्तो मजा आयो, कस्तो रमाइलो भयो। मलाई चाहिँ एकदमै मजा आइरहेछ खेल्न। गाइज अब फाइनल्ली म चाहिँ निस्किँदैछु। हजुरहरूलाई चाहिँ मेरो एडभेन्चर कस्तो लाग्यो कमेन्ट बक्समा भनिदिनु होला। बाई बाई, सी यू नेक्स्ट भिडियो। थ्याङ्क यू फर वाचिङ।